भोकको लागि तैँले मलाई छोडेर एकछिन नमस्कार म स्वागत गर्छु तपाईहरूलाई। अनु लन्डन गएपछि रमेश र उनको प्रेम टुङ्गिन्छ त के रमेश घनश्यामको घरमा फेरि काम गर्न जान्छन्? रमेश र सीता बीचको सम्बन्धलाई गाउँले र घनश्यामले किन बिहे गराइदिने निर्णयमा पुग्छन्? अनु लन्डन पुगेर फेरि फर्किन्छन् त रमेशलाई पुलिसले किन लग्यो? दर्शकबिन जब रमेशलाई छाडेर अनु अटोमा लन्डन गएकी छिन्, हेराहेर भएको थियो, दुवै पीडामा थिए। रमेशले सीतालाई तैँले भनेर हो मैले अनुलाई माया गरेको, तेरो लागि म रुनु पर्ने, तेरो लागि माया प्रेमको पीडामा म यत्तिकै छटपटाउनु पर्ने? यसो भनेपछि सीताले भनिन् अब म कसैलाई माया गर भन्ने छैन। सीता रमेशको पीडा भुलाउने कोसिस गर्दै थिइन्। उता घनश्याम बहिनी र भान्जी अनुलाई बिदा गरेर घर फर्किए। रमेश घरमा नभएपछि काम गर्ने मान्छे भएन, के गर्ने भनेर श्रीमतीसँग सल्लाह गर्दा अब भान्जी गइहालिन्। त्यही रमेशलाई फेरि बोलाउने, पैसाको लोभमा फेरि काम गर्न आउँछ, बरु छिटो गएर ल्याइहाल्नुहोस्। घरमा काम गर्ने मान्छेको खाँचो परेपछि घनश्याम काम गर्नको लागि रमेशलाई लिन जान्छन्। रमेशलाई भन्छन् के गर्नु, हामीले सधैँ तेरो भलाइ सोचेका थियौँ, भान्जीले नै तँसँग बिहे गर्न मानिनन्, के गरौँ? तँसँग भान्जीले बिहे नमान्नुको कारण यो सीता पनि हो, तैँले यसलाई मन पराउँछस् भन्ने थाहा पाएपछि त भान्जीले झन् तँसँग बिहे नै गरिन् भनेर रमेशलाई फकाउन थाल्छन्। अनि भन्छन् ल हिँड, आजबाट काम गर्न मेरो घरमा हिँड। यति भनेपछि सीताले कुकुरलाई हाड देखाएर लोभ्याए जस्तो नगर्नुहोस्, जुन घरमा मान सम्मान र इज्जत पाइँदैन त्यो घरमा कसैले काम गर्दैन भनेपछि घनश्याम सीतातर्फ हेरेर के को इज्जत, के को मान सम्मान, के कुरा गर्दैछ? एउटा लाठे अनि त बिहे गरेकी महिला एउटै घरको छानामुनि बस्दा चाहिँ इज्जत हुने के भन्ठाने कि होलिस्? तिमीहरूबाट यो समाजले के सिक्छ भन्दै रिसाउँछन् र आफ्नो घरतिर लाग्छन्। अब घनश्यामको षड्यन्त्र यतिमा सीमित रहनेवाला छैन। रमेश र सीतालाई जबरजस्ती सिन्दुर हालेर दुवैलाई यो गाउँमा मुखै देखाउन नसक्ने गरी जुत्ताको माला लगाएर गाउँबाट निकाल्ने योजना बनाएर श्रीमतीलाई गाउँले बटुल्न लगाई उनी चाहिँ सीताको श्रीमान भक्ते लिन भक्तेको घरतिर जान्छ। योजना अनुरूप गाउँले र भक्ते मिलेर सँगै बसेको न्युमा जबरजस्ती सीता र रमेशलाई सिन्दुर हाल्न बाध्य बनाउँछन्। रमेशले सीतालाई सिन्दुर हाल्न हात निधारमा मात्र पुर्याएको बेला अनु आइपुगिन् र ठुलो स्वरमा कराउँछिन् पर्खनुहोस् एकछिन भनेपछि सबैले अनुतिर हेर्छन्। जबरजस्ती कसैलाई सिन्दुर हाल्न पाइँदैन भनेपछि त्यहाँ भएका मान्छेहरू तित्तर बित्तर हुन्छन्। मामा माइजू पनि आफ्नो घरतिर लाग्छ। साँझ परेपछि अनु आफ्नो मामाको घरमा जान्छन्। माइजूले त भान्जीलाई बास दिन खोजेकी छिन्, तर मामाले जब तिमी मेरो घरको गोठालोलाई माया गरेर लन्डन जस्तो ठाउँबाट फिर्ता आयौ, अब मामा घरमा तिम्रो ठाउँ छैन, आजबाट तिमी मेरो भान्जी पनि रहेनौ, जहाँ जान्छ जाऊ भनेपछि अनु रमेश र सीता भएकै ठाउँमा फर्केर आइन्। उनीहरूकै भान्सामा बाँकी रहेको थोरै ढिँडो खाइन् र उनीहरूकै साथमा बसिन्। भन्छन् रात गयो अग्राख पलायो, रात पनि सकियो बिहान भयो। घनश्यामले फेरि अर्को षड्यन्त्र गरे। मेरो भान्जीलाई जबरजस्ती गरेर रमेशले आफूसँगै राख्यो भनेर पुलिस रिपोर्ट गरे। पुलिस आएर रमेशलाई समातेर जेलतिर लग्यो। साथीहरू अब के होला? घनश्यामले रमेशलाई पक्कै पनि जेलमा हाल्ने त होइनन्। रमेशलाई बलात्कारको केसमा जेल बस्नुपर्ने त होइन। घनश्यामसँग पैसा छ, पावर छ, बिचरा रमेश सिधा छ। अब रमेशको लागि एउटा विकल्प छ। जब अनुले मेरो राजी खुसी हो भनेर प्रहरी समक्ष गएर भनिन् भने रमेशलाई पुलिसले छोड्नेछ। अब यो मौकामा रमेश र अनुको बिहे हुनुपर्छ। यदि अनुले खुट्टा कमाइन् भने यो जुनीमै रमेश र अनुको बिहे हुन सक्दैन। तपाईहरू पनि रमेश र अनुको बिहे
हुनुपर्छ भन्नुहुन्छ भने एक लाइक र एक सब्सक्राइब गरिदिनु होला। आजलाई यति नै।